च्याम्पियन्स लिगको ड्र आयो। 2-3 ड्र त ठिक छ, तर 2-3 ड्र के हो यो यस्तो? रियल मैड्रिड वर्सेस म्यानचेस्टर सिटी, चेल्सी वर्सेस पीएसजी, लिभरपुल वर्सेस गालातासराय, के हो यस्तो? ल अरु त छोड्दिम ठिक छ, तर रियल मैड्रिड वर्सेस म्यानचेस्टर सिटीको सम्बन्ध के हो? 2016 मा भेट भयो, 2020 मा भेट भयो, 22 मा भेट भयो, त्यसपछि 23, 24, 25, 26, के हो यस्तो? रियल मैड्रिडको दशा लागेको कि म्यानचेस्टर सिटीको थाहा छैन। अनि अर्को पीएसजी वर्सेस चेल्सी, पीएसजी को कोच लुचो इन्द्रिकी हजुरबाले भन्नुभएको थियो मेरो लागि चेल्सी पर्दै हुन्थ्यो, किनभने चेल्सीसँग पुरानो हिसाब किताब चुक्ता गर्नु छ। लिभरपुल भर्सेस गालातासराय, गालातासरायले लिभरपुललाई 1-0 ले हराएको थियो ग्रुप स्टेजमा, फेरि अहिले भेट भएको छ। अनि च्याम्पियन्स लिगको ग्रुप स्टेजको फर्स्ट, सेकेन्ड, थर्ड हाई र्याङ्कमा फिनिश गर्नुको यही फाइदा छ। आर्सेनल र बायर्न म्युनिखलाई थोरै कम्प्यारेटिभली अलिकति सजिलो अपोनेन्ट भनौं। च्याम्पियन्स लिगको यो टाई सिट, ब्लू साइड एन्ड व्हाइट साइड, यो व्हाइट साइड थोरै ट्रिकी छ, ब्लू साइड थोरै सजिलो देखिन्छ। ब्लू साइड थोरै सजिलो देखिन्छ। बार्सिलोना र आर्सेनल सेमिफाइनलमा भेट्ने सम्भावना देख्छु म। अनि यता व्हाइट साइडमा हेर्ने हो भने बाइ चान्स सिटी र मैड्रिडमा जसले जित्यो, बायर्न पर्खिरहेको छ, त्यसमा पनि जित्यो भने उता चेल्सी, पीएसजी, लिभरपुल, गाला को हुन्छ? हरामखोर छ।